हेलो साथीहरू नमस्कार। स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा। म आज चाहिँ साउथ कोरियाको सोनमा रहेको एक फ्युचरिस्टिक र एस्थेटिक पुस्तकालय स्टारफिल्ड लाइब्रेरीमा छु साथीहरू। आज चाहिँ मसँग साथी पनि हुनुहुन्छ मेरो साथमा, ईश्वर थापा, र म चाहिँ स्टारफिल्ड लाइब्रेरीको चाहिँ पुरा भ्रमण गर्नेछौँ हामी साथी र म चाहिँ। यहाँ चाहिँ निकै नै भिडभाड रहेको छ साथीहरू। हामी चाहिँ मेरो साथमा हुनुहुन्छ ईश्वर थापा। हामी दुईजना चाहिँ आज यो लाइब्रेरीको चाहिँ भिजिट गर्नेछौँ। आउनुहोस् है त साथीहरू, सँगै भिजिट गरौँ है। हामी पनि यो भिडको पछि लाग्यौँ। भित्र छिरिसकेपछि मनै आनन्द आउने कति डिजाइन, यो बिल्डिङको डिजाइन, मान्छेको भिडभाडले गर्दाखेरि चाहिँ निकै आकर्षक परे जस्तो मनमा चाहिँ उत्सुकता जागिसकेको थियो। कस्तो होला लाइब्रेरी भन्ने हामी तपाईँलाई बिस्तारै यो सबै यहाँको दृश्यहरू चाहिँ देखाउँदैछ है साथीहरू। यहाँ चाहिँ बच्चादेखि वृद्धसम्म सबै उमेरका मानिसहरू, युवादेखि वृद्धसम्म चाहिँ सबै उमेरका मानिसहरू चाहिँ भिजिट गर्न आइरहेको मैले चाहिँ पाएँ है। यसको डिजाइन हेर्नुहोस् त साथीहरू। यहाँको एम्बियन्स भाइब्सले गर्दा चाहिँ कति आनन्द लागिरहेको छ है मलाई चाहिँ साथीहरू। यहाँ चाहिँ विभिन्न कम्पनीका सोरुमहरू पनि देख्न सक्नुहुन्छ, जस्तै DJI। यहाँ क्याफेहरूदेखि लिएर विभिन्न कम्पनीका ब्रान्डका चाहिँ स्टोरहरू पनि यहाँ पाउन सक्नुहुन्छ तपाईँले यस बिल्डिङमा चाहिँ। प्लानेटेरियम स्टाइल डेकोर ग्लास सेलिङ आकर्षक रहेको छ। यसको भव्यता तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न कि कसरी बनाइएको होला भने हामी एकछिन त अलमलमै पर्छौँ। यो स्टारफिल्ड लाइब्रेरी चाहिँ सोनको स्टारफिल्ड सिटी मलको भित्र रहेको छ। यो कुनै साधारण पुस्तकालय भने होइन। यहाँ तपाईँहरूले किताब पढ्न, कफी पिउन, सङ्गीत सुन्न अनि आराम गर्न पनि सक्नुहुन्छ है। यो पुस्तकालयभित्र चाहिँ 22 मिटर अग्ला बुक सेल्फ रहेको छ। यो चाहिँ साथीहरू फ्युचरिजम र मिनिमलिस्ट डिजाइनले चाहिँ गर्दा चाहिँ यो ठाउँ चाहिँ एकदम पुस्तक पढ्न पनि आनन्द र इन्सपिरेसन प्लेस जस्तै लाग्छ। यहाँ चाहिँ किताब पढ्नको लागि आनन्द तरिकाले चाहिँ आफू माइन्ड फ्रेस गर्दै चाहिँ किताबहरू पढ्न सक्नुहुन्छ है तपाईँ चाहिँ। देख्न सक्छौँ है। निकै नै भिडभाड छ होइन अहिलेको बिदाको समयमा चाहिँ। यो समयलाई सदुपयोग यो भित्र रहेको भाइब्रेन्ट एमएसले गर्दा चाहिँ एकदमै आनन्द आउने ठाउँ रहेको छ। यो पुस्तकालयभित्र छिर्दा पनि एकदम मजाको लागिरहेको छ मलाई चाहिँ है साथीहरू। यहाँभित्र चाहिँ पढ्ने ठाउँहरू अत्यन्त शान्त र सुविधाजनक छ। हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरूको भिडभाड छ है। यो चाहिँ स्टारफिल्ड लाइब्रेरीको चाहिँ एक अनौठो पक्ष नै भन्ने मैले सुन्नमा आएको छ। यहाँ चाहिँ भिनी क्याफे,
यहाँ तपाईँहरू पुरानो भिनाइल रेकर्डहरू सुन्दै चाहिँ कति गर्नु पनि सक्नुहुन्छ होइन। यो भित्र चाहिँ बालबालिकाहरूको लागि पनि छुट्टै किड्स जोन पनि रहेको छ साथीहरू। रुफटपमा पेट फ्रेन्डली डग पार्क पनि तपाईँहरूलाई म समय मिलेसम्म त्यो पनि देखाउनेछु है। यहाँहरूको जिज्ञासा हुनसक्छ त्यहाँसम्म चाहिँ कसरी पुग्ने भनेर चाहिँ है। तपाईँ यदि साउथ कोरियामा हुनुहुन्छ अथवा साउथ कोरिया आउनुभयो भने चाहिँ यहाँ पुग्नको लागि चाहिँ एकदम सजिलो छ है साथीहरू। यो चाहिँ सुवनमा रहेको छ। पुग्नको लागि कसरी जाने भन्नुहुन्छ भने यो चाहिँ सबवे मार्फत जानुहुन्छ भने लाइन नम्बर 1बाट चाहिँ वासा स्टेसन, सुवनको वासा स्टेसनमा चाहिँ झरेर मलसम्म चाहिँ 5 मिनट हिँडेर जानुभयो भने मलमा पुग्नु सक्नुहुन्छ तपाईँ चाहिँ त्यहाँ। यो चाहिँ एकदम एकपटक चाहिँ अवश्य जानुपर्ने ठाउँ जस्तो लाग्छ है मलाई चाहिँ साथीहरू। साउथ कोरियामा हुनुहुन्छ भने नछुटाउनु होला यो ठाउँ घुम्न चाहिँ है साथीहरू। डिजाइन हो क्या त्यो? डिजाइन हो।
खिच्ने के फोटो त हामी चाहिँ अहिले पुस्तकालयको अवलोकन गरिरहेको छौँ। निकै सुन्दर छ। यहाँ हेर्न आउने मानिसहरूको भिडभाड देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बिदाको समय अहिले चाहिँ हामी स्टारफिल्ड टावरको चाहिँ टप फ्लोरमा आइसकेका छौँ। यो चाहिँ अन्तिम फ्लोर रहेको छ। यसमा चाहिँ तपाईँलाई चाहिँ सबै दृश्य देखाउँदैछु। यो ठाउँ चाहिँ एक पुस्तकालय भन्दा पनि धेरै थियो। यो एउटा अनुभव थियो मेरो लागि चाहिँ है। यदि तपाईँहरू कहिले साउथ कोरिया आउनुहुन्छ भने अथवा साउथ कोरियामै हुनुहुन्छ भने स्टारफिल्ड लाइब्रेरी चाहिँ छुटाउनु हुँदैन है साथीहरू। यो ठाउँ चाहिँ एकदम लाइफमै यादगार हुने ठाउँ नै छ है। एकदम घुम्न लायकको ठाउँ रहेको छ यो चाहिँ है। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने कृपया लाइक गर्नुहोस्, सेयर गर्नुहोस् अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् है साथीहरू। तपाईँहरूको समर्थनले म यस्ता रमाइलो ठाउँहरू चाहिँ तपाईँहरूलाई एक्सप्लोर गर्न चाहिँ अझै उत्साहित हुनेछु। हस् त, धन्यवाद साथीहरू। फेरि अर्को भ्लगमा चाहिँ तपाईँहरूलाई म यस्तै रमाइलो भ्लगहरू चाहिँ लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि चाहिँ तपाईँहरूले मेरो यो भ्लग चाहिँ फलो गर्दै, सेयर गर्दै र सब्सक्राइब गर्दै चाहिँ मलाई साथ दिइराख्नुहोस् है साथीहरू। हस् त, धन्यवाद।